काण्ड 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 जताजतै एकदमै चर्चामा भइरहेको यो काण्डको विषय एकदमै सामाजिक सञ्जालतिर एकदमै भाइरल भइरहेको पाइन्छ। के हो त यो काण्ड? पहिलाको यो भिडियो हेर्नुहोस् अनि त्यसपछि काण्डको बारेमा चर्चा गर्नेछौँ। काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको दुलोभित्र गएर पस्ने है, सोचिरह होला यसको दिमाग हल्लाउँछु भनेर। तर कुरा सिधा छ भाइहरू, दिमाग त के मेरो भुत्ता नि हल्लाएन। यो भिडियो एक गङ्गु छेत्रीको 1 वर्ष पुरानो भिडियो हो। सुरुमा उनले भन्दै छिन् काण्डको प्रतीक्षा गर्नेलाई समथिङ हल्लिरहेको छैन। अहिले आएर 7 मिनेट 3 सेकेन्डको भिडियो जताजतै भाइरल भइरहेको छ। अहिले उनले आफ्नो टिकटक अकाउन्टमा सबै कमेन्टहरू पनि बन्द गरेका छिन्, तर पनि जताजतै उनकै ट्रोलिङ भइरहेको पाइन्छ। के छ त यो भिडियोमा? कस्तो खालको भिडियो हो? किन यति धेरै भाइरल गर्न पुग्यो? कस्तो खालको भिडियो हो र आज चर्चा गर्न गइरहेको छौँ। नमस्कार, स्वागत छ अमृत चाल युट्युब च्यानलमा। आज यस भिडियो गङ्गु छेत्रीको बारेमा चर्चा गर्न गइरहेको छु। अहिले चर्चामा रहिरहेको एक व्हाट्सएपमा कल गरिएको भिडियो हो, जुन 7 मिनेट 3 सेकेन्डको रहेको पाइन्छ। यो फेक भिडियो या ओरिजिनल भिडियो भनेर कन्फर्म गरेर भन्न सकिँदैन। यो सोसियल मिडियामा एकदमै सेयर गरेको भिडियो पनि हो। यो एक डिफेक भिडियो पनि हुनसक्छ भन्ने अनुमान गरेको पाइन्छ। आजभोलि आएको जमानामा डिफेक भिडियो पनि हुनसक्ने भन्ने कुनै पनि आशंकाको विषय हुन भन्ने सकिँदैन। तर 7 मिनेट 3 सेकेन्डको भिडियोले नेपाली युथ सोसाइटीमा एकदमै तहल्का वा खलबली मचाइरहेको पाइन्छ। बेसिकली उनले व्हाट्सएपमा कुरा गरिरहेको छिन् र दोस्रो पक्षले क्यामेरा अफ गरेको पाइन्छ। उनले अप्पर प्राइभेट पार्ट्स र लोअर प्राइभेट पार्ट दोस्रो पक्षलाई सो अफ गरेको छिन्। पत्र कहिले पार्दिन, प्रेम पत्र लेख्न जानिन, माया गर्न नै आएन। आई लभ यु बेबी, त्यस्तो आवश्यक ठानिन धेरै।